दिल्लीनाथको कार्यक्रियामा सहयोग होस् भन्ने उद्देश्यले सङ्कलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर 2 लामाचौर निवासी 13 वर्षीय दिल्लीनाथको गत असोज 14 गते हत्या भएको थियो। हत्या गरेर खोलामा फालिएको अवस्थामा उनको शव फेला परेको थियो। निर्दोष बालकको यो निर्मम घटनाले पुरै गाउँ नै शोकमा डुबेको छ। उक्त परिवारको आर्थिक अवस्था कमजोर भएका कारण बालकको कार्यक्रियामा सहयोग होस् भन्ने उद्देश्यले केशवनाथको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो। उक्त अभियान मार्फत सङ्कलन गरिएको करिब 2,41,000 रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको छ, जसमध्ये विदेशबाट 2,18,745, नेपालमा 22,730 रुपैयाँ सङ्कलन भएको थियो। विशेष गरेर अमेरिकामा रहेका नेपालीहरूले यो सहयोग अभियानमा अग्रम भूमिका खेलेको केशवनाथको भनाइ छ। स्थानीयहरूले यो सहयोगलाई दुःखको घडीमा देखिएको एउटा ठूलो मानवीय एकताको रूपमा लिएका छन्। दिल्लीनाथको परिवारले देश तथा विदेशमा रहेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद प्रकट गर्नुभएको छ।